नमस्ते, म डाक्टर उत्सव नगरकोटी, डेन्टल सर्जन। आज म हजुरहरूलाई यस्तो अगाडि पछाडि दाँत छ तर बिचमा एउटा दाँत छैन भने चाहिँ यस्तो अवस्थामा के चाहिँ उपचारका विकल्पहरू हुन्छन् भन्ने बारे भन्न गइरहेको छु। यस्तो अवस्थामा चाहिँ 3 किसिमले चाहिँ यो ग्याप फिल गर्न सकिन्छ। एउटा भनेको आरपीडी रिमुवेबल पार्शियल डेन्चर, अर्को भनेको एफपीडी जसलाई चाहिँ ब्रिज पनि भन्छ फिक्स पार्शियल डेन्चर, र अर्को भनेको डेन्टल इम्प्लान्ट। सुरुमा आरपीडी बाट स्टार्ट गरौँ। आरपीडी भन्नाले रिमुवेबल पार्शियल डेन्चर। अब रिमुवेबल भनेपछि यो चाहिँ पेशेन्टले आफै निकाल्न र राख्न सक्ने कृत्रिम दाँत हो। तर यो फिक्स नहुनुको कारण चाहिँ पेशेन्टलाई अलिकति सहज महसुस पनि हुँदैन, बोल्न खाल्न अलिकति गाह्रो हुन्छ र हेर्दा फिक्सको तुलनामा सौन्दर्य पनि अलिकति कम नै हुन्छ। अर्को विकल्प भनेको फिक्स पार्शियल डेन्चर, ब्रिज भनेर कमनली जानिन्छ। यसमा चाहिँ अगाडि पछाडिको दाँतलाई अलिकति ट्रिम गरेर यसको माथिबाट क्राउन लगाएर त्यसको सपोर्टमा चाहिँ बिचमा कृत्रिम दाँत राखिन्छ। अब यो हालेपछि चाहिँ बोल्न खाल्न एकदमै सजिलो हुन्छ, हेर्दा सुन्दर पनि देखिने भयो। तर यसको बेफाइदा भनेको चाहिँ अगाडि पछाडिको राम्रो दाँत पनि काट्नु पर्ने हुन सक्छ। अब कहिलेकाहीँ झन् अलि धेरै दाँत काट्नु पर्ने अवस्था भयो, सपोज अब कहिलेकाहीँ चाहिँ दाँत बाङ्गोटिङ्गो भयो, ढल्किने भयो, त्यस्तो अवस्थामा चाहिँ अगाडि पछाडिको दाँत आरसिडी गर्न पर्ने पनि हुन सक्छ। अर्को विकल्प भनेको चाहिँ डेन्टल इम्प्लान्ट। यो सबसे उत्तम विकल्प हो। यसमा चाहिँ यस्तो टाइटेनियम स्क्रु एउटा हड्डी भित्र चाहिँ जराको रूपमा राखिन्छ अनि त्यसको माथिबाट क्राउन लगाइन्छ। यो लगाएपछि एकदमै सुन्दर देखिन्छ, नेचुरल लुकिङ देखिन्छ, खाना बोल्न एकदमै सजिलो हुन्छ र यो टिकाउ पनि हुन्छ। यो गर्नको लागि चाहिँ सुरुमा एउटा 3D इमेजिङ सीबीसीटी एउटा गरिन्छ। त्यसमा बोनको हाइट, वेट, डेन्सिटी जस्तो कुराहरू जाँच गरेर अनि सबै ठिक छ, पेशेन्टको ओरल हाइजिन पनि राम्रो छ, मेडिकली फिट छ, कुनै पनि अनकन्ट्रोल डिजिज छैन भने चाहिँ यो डेन्टल इम्प्लान्ट लगाउन सकिन्छ र यो लामो समयसम्म टिकाउ पनि हुन्छ। धन्यवाद।